हेलो नमस्ते सम्पूर्ण मित्रहरूलाई। आजको यस भिडियो बनाउने त त्यस्तो खासै कुनै पनि उद्देश्य थिएन, तर पनि यहाँहरूलाई सचेत गर्नको निम्ति यो भिडियो बनाउन गइरहेको छु। कृपया हेरिदिनु होला। विशेष गरी जसले सवारी साधन कुदाउनुहुन्छ, बाइक, मोटरसाइकल्स, स्कुटर लगायतको सवारी साधन कुदाउने साथीहरूको लागि विशेष गरी यो भिडियो रहनेछ। कृपया एकचोटि हेरिदिनु होला। आजको भिडियो बनाउने मेन कन्टेन्ट चाहिँ यो हो। यो 4वटा बोतलमा रहेको सामग्री हो आजको कन्टेन्ट। यो के होला भन्दै हुनुहुन्छ होला हैन। यो के हो म तपाईहरुलाई म भनिहालेँ ल। के हो भन्नुहुन्छ भने है, यो एउटा बोतल, त्यसै गरी यो एउटा बोतल है। यो सबै के हो भन्नुहुन्छ भने यो भनेको चाहिँ पेट्रोल हो है। यो चाहिँ पेट्रोल। यहाँ बाइक छ, खोलिरहेको छु मैले बाइक है। यो मेरो मोटरसाइकल। हेर्नुस्, पेट्रोल चाहिँ यहाँ के देख्नु भयो हेर्नुस् त। यो पेट्रोलमा 1 लिटर पेट्रोलमा मुनि भनेको लगभग 250 ml जति चाहिँ पानी छ पेट्रोलमा है, 1 लिटर। अनि यहाँनिर मैले डाङडुङ खोलेर राखेको छु। अब खोलेर अघि जोडजाड पारेर राखेको। अब यहाँ हेर्नुहुन्छ नि, अब अहिले चाहिँ ट्याङ्की सफा गर्नुपर्ने समय भयो। अब तपाईहरुले यदि बजारमा बाहिरबाट पेट्रोल किन्दै हुनुहुन्छ भने चाहिँ यस्तोसँग चाहिँ साह्रै सचेत हुनु होला। आफै विचार गर्नुहोस्। हेर्नुहोस्, त्यो बाहिर बोतलमा राखेको पेट्रोल है, तपाईहरुले किन्दै नकिन्नुहोस्। यो चाहिँ के भयो भने, अघि बिहान मैले बाइक स्टार्ट गरेँ, स्टार्ट भयो, रेस लिँदाखेरि रेस लिएन, अनि चिसोले गर्दा होला भनेर भने, अनि फेरि म अफिस जानुपर्ने भयो भनेर अनि त्यहाँ रेडी भएर जाँदाखेरि अलिक परतिर गएर स्टार्ट बन्द भयो। अनि त्यो भए विशेष कारण चाहिँ पेट्रोलमा पानी मिसावट भएको रहेछ भन्ने चाहिँ अस्ति पनि एकचोटि यस्तै भएको थियो। तर अस्ति चाहिँ ट्याङ्की सफा गरिएको थियो, अनि ग्यारेजमा लगेर ट्याङ्की सफा गर्न लाएर तेल हालेको थियो अस्ति चाहिँ। तर अहिले चाहिँ यहाँ जाँदा जाँदै बाटोमा नि परतिर यहाँबाट लगभग 100 मिटर पनि कुदेन। त्यो चाहिँ के भयो भने, हिजो बाइक राखेको थियो शनिबारको दिन, अनि यो ठ्याक्कै यसै गरी है, यो तेल पेट्रोल ठ्याक्कै यसै गरी पेट्रोल चाहिँ माथि आयो, तेल चाहिँ मुनि भयो। अब अभियसली अब यसको यो जुन पेट्रोलको वाल हुन्छ है, यो धारो भनौँ न, यो धारामा चाहिँ अब यहाँनिर मुनि त पक्कै पनि त्यति यहाँ छ, यहाँ त्यति चाहिँ पानी आयो, अलिकति त्यो पेट्रोल मिसेको थियो, त्यसको ग्यास सेस्केको थियो, त्यसले गर्दाखेरि अलिकति कुदो स्टार्ट भयो, जे भन्नुहोस् त्यो भयो, यसले गर्ने गतिविधि गर्यो। त्योभन्दा माथि थियो होला पेट्रोल, अनि मुनि त्यो पानी अब यहाँनिर कार्बोरेटरमा छिरिसकेपछि अनि त्यसपछि पानीले गर्दाखेरि त स्टार्ट भएन है। पानीले त स्टार्ट हुने भएन। पानीले स्टार्ट हुने भए त किन यत्रो महँगो तेल किन्नु है। यहाँ परतिर धारामा जाँदै पानी हाल्दै हुन्थ्यो है। त्यसले गर्दाखेरि तपाईहरु सचेत रहनु होला है। विशेष गरी आजको यो भिडियो चाहिँ सचेतनाको लागि बनाएको। अब मैले आजै मेरो यस्तै अब साइकलको रेन्ची सेन्ची है, त्यहाँनिर क्लासहरू चाहिँ जे भएको यस्तो यस्तो सामग्री है, मैले विशेष गरी यस्तो यस्तो सामग्री खलखल गरेर कार्बोरेटर खलखल गरेर सफा गरेर फिट गरिसकेँ। अब यो तेल हालौँ भने कुद्दैन जस्तो लाग्छ। त्यही भएर फेरि पेट्रोल लिन जानुपर्ने भयो है। पेट्रोल लिनु गएर एकचोटि स्टार्ट गर्ने है, स्टार्ट हुन्छ होला कतै है, होप स्टार्ट हुन्छ भन्ने आश गरौँ। ल त्यसै गरी तपाईहरुले पनि बाहिर पेट्रोल हाल्दै हुनुहुन्छ भने चाहिँ साह्रै सचेत रहनु होला है। विचार गरेर हाल्नुस्। अब हामी चाहिँ गाउँघरमा बस्दाखेरि चाहिँ बाध्यता छ है, बाध्यतावश हामीले चाहिँ बाहिरबाट पेट्रोल हाल्नुपर्छ। यहाँ नजिकै पेट्रोल पम्पहरू छैन है। त्यस कारणले गर्दा यदि तपाईहरुसँग नजिकै कहीँ पेट्रोल पम्प छ भने चाहिँ पम्पमै गएर हाल्नु होला। यसरी हाल्दाखेरि चाहिँ गाडीहरू बिग्रिन सक्छ है। अब गाडीहरू बिगार्नु छैन भने चाहिँ हामीहरूले सचेत भएर तेल हाल्नुपर्छ भन्दै आजको ब्लग यहीँ अन्त्य गरेँ। सी यू।